Hello everyone, another vlog कल्पना लिम्बू। आज चाहिँ म घुम्नु गइरहेको थिएँ कुतुब मिनार भन्ने ठाउँमा। अनि यहाँनिर चाहिँ कस्तो राम्रो रहेछ क्या, कस्तो दामी दामी छ। मान्छेहरू धेरै घुम्न आउँदो रहेछ होइन। अनि त्यसपछि म पनि घुम्नु गइरहेको थिएँ, दामी लाग्यो मलाई चाहिँ। तपाईँहरू पनि घुम्नु आउनुहोस् कुतुब मिनार। अनि यहाँनिर चाहिँ सबै मान्छे घुमिरहेछ, म चाहिँ यताउति हेर्दैछु नि। के गर्ने, घाम पनि लागिरहेको थियो, पुरै मान्छेहरू घुमिरहेछन्। पनि घुमे, राम्रो रहेछ, दामी दामी हरियाली छ। अहिले मौसम नै हरियाली हुने नि त, पछि अलिक गर्मी आयो भन्दाखेरि सबै मर्छ घामले पुलेर। कस्तो दामी यो भित्र सिडी छ अरे भन्छन्, अहिले चाहिँ बन्द गरेर चढ्नु मिल्दैन अरे। यो ठुलो यो बिल्डिङ जस्तो यो के भन्छ बद्नु त आएन मलाई। यताउति घामले कस्तो टल्काएको, आम्बा घाम थोरै लागेको छैन के भन्ने। घुम दामी भइरहेछ, दामी। छुट्टीमा यस्ता ठाउँमा घुम्न जानुपर्छ। यहाँनिर सबै फोटो खिच्ने, भिडियो बनाउने कति धेरै हुनुहुन्छ। म पनि बिचमा पुरा क्यामेरा यस्तो गरेको रक्स हान्ने गरेको, कति प्लेन पनि उडिरहेको छ। आमामामा कति सुन्दर देखेको, दामी दामी। सुन्दर छ, सुन्दर, एकदम ब्युटिफुल, सुन्दर छ, सुन्दरी। यता सबै मान्छेहरू नै भिडियो बनाउनु, फोटो खिच्नुमा बिजी हुन्छ। म मेरै धुनमा हिँडिरहेको छु। आमा यताउति फेरि घाम लागेर नि त्यस्तै के भन्ने, दामी छ। ल अब यस्तै हो होइन, तपाईँहरू नै घुम्न जानुहोस् है कुतुब मिनार, दामी ठाउँ छ। यदि भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनु ल माई डियर।